मित्रहरू रोमानियाको यो हेर्नुहोस् सिडीहरू हेर्नुहोस् हाइवेमा छौँ हामी हाइवे भन्दा पनि हामी वेमा छौँ अब यहाँतिरको घरको डिजाइनहरू सिटीहरू चाहिँ यो खालको छ यहाँनिर छ हेर्नुहोस् एकदम राम्रो बवाल झकास छ तपाईहरु पनि हेर्नुहोस् अब यो चाहिँ हामी क्यापिटल सिटीमा छौँ एकदम बवाल छ गाडीहरू हेर्नु बाटामा छोडिरहेको छ हेर्नु एकदम राम्रो छ मेट्रोले यसरी गाडीहरू आइरहेको छ एकदम हेर्नुहोस् गाडीले यसरी जाम लगाइरहेको छ हेर्नु जाम भनेको त जहाँसुकै हुन्छ तर पनि नेपालको जस्तै ठाङटारा ठुङठुङ हाहा र हुहु यताउता भन्ने कुरा चाहिँ हुँदैन यहाँ सिस्टममा सबैले question सिस्टममा चलेको देश हो क्या सिस्टममा त्यही भएर एकदम राम्रो छ हेर्नुहोस् यहाँको सिनहरू चाहिँ यस्तो बवाल छ हेर्नु सबै कुरा यस्तो छ ल हेर्नुहोस् है साथीहरू हेर्नुहोस् है गाडीहरू यसरी बसिरहेको छ यदि तपाईहरुले पनि रोमानिया कोही पनि दाजुभाइहरूले नेपालीहरू दाजुभाइहरू चाहिँ जहाँसुकैको नेपाल अल वर्ल्डको चाहिँ रोमानिया आउँदै हुनुहुन्छ भने तपाईहरुले यो भ्लगमा चाहिँ लाइक र सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला है नभुल्नु एकदम बवाल छ ल यदि आउँदै हुनुहुन्छ भने चाहिँ यसलाई चाहिँ यो भ्लगलाई चाहिँ तपाईले लाइक र सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला यदि तपाईले रोमानिया आउने इच्छा छ भने चाहिँ तपाईको यो भ्लगलाई लाइक सब्स्क्राइब गर्नुस् फलो गर्नुस् मेसेज टेक्स्ट गर्नुस् अब डाइरेक्ट अफिसमा कन्ट्याक्ट गर्यो भने तपाईको वर्ष दिन 14 महिना 15 महिना छिटोमा वर्ष दिन लाग्छ ढिलोमा 14-15 महिना लाग्छ तर डाइरेक्ट यो यसमा चाहिँ फलो गर्नुभयो भने तपाईले म्याक्सिमम 6 देखि 8 महिना भित्रमा तपाई चाहिँ रोमानिया पुग्नुहुन्छ है जो कसैले छिटै ल्याउँछ अथवा छिटै आउँछ भन्यो भने चाहिँ त्यो चाहिँ नहुन सक्छ तर मैले चाहिँ मसँग जति पनि जोडेका छन् अब जोडेकाहरूले चाहिँ लगभग 6 महिनादेखि 8 महिना भित्र चाहिँ लगभग रोमानिया चाहिँ हामी इन हुन्छौँ है साथीहरू एकदम बवाल छ हेर्नु मान्छेले त यस्तो छ उस्तो छ भन्छन् तर हामी रियालिटी हामी रोमानियामा छौँ यो चाहिँ हामी बस्ने चाहिँ यो ठाउँमा एकदम ट्रेन यसरी बसिरहेको छ गाडीहरू यसरी बसिरहेको छ हेर्नु सिस्टममा बसिरहेको छ घरहरू यस्तो छ हेर्नुहोस् कम्पनीहरू पनि चाहिँ एकदम बवाल छ कम्पनीहरू पनि गल्फमा जस्तो चाहिँ छैन है एकदम राम्रो छ सिस्टममा चलेको देश हो सेङ्जेन कन्ट्री भइसकेको छ लगभग केही महिनामा सेङ्जेन कन्ट्रीको रुल्सहरू चाहिँ फलो हुने कुराहरू अब हामीले न्युजबाट चाहिँ प्राप्त गरिरहेका छौँ इफ तपाईले आउन चाहनुहुन्छ भने चाहिँ यसमा चाहिँ फलो गर्नु होला मेसेज टेक्स्ट गर्न मेसेज चाहिँ छोड्नु होला मेरो नम्बर अथवा समथिङ सबै कुरा डिटेल्सहरू मेरो तल दिएको हुन्छ ल हामी चाहिँ यहाँनिर छौँ है रोमानिया साथीहरू ल है त्यसै गरिरहेको छौँ अब मेट्रो आइरहेको छ मेट्रो आउनु लागिरहेको छ टाढा आइरहेको छ यसरी आइरहेको छ है ल हेर्नुहोस् यहाँको पेट्रोल पम्प हेर्नुहुन्छ नि ल गाडीहरू आइरहेको छ हेर्नु यसरी गइरहेको छ लामो गाडीहरू अनि पेट्रोल पम्प चाहिँ यहाँनिर छ यस्तो छ यहाँतिर यसरी गरिरहेको छन् है साथीहरू गाइजहरू ल मेट्रो ठ्याक्कै गाडीहरू यसरी गरिरहेको छन् होइन अब मेट्रो आउँछ यहाँतिर एकदम बवाल छ एकदम बवाल छ इफ तपाईहरु पनि जान्ने चाहना आउने उत्सुकता यदि छ भने चाहिँ तपाईले भनिहाल्यो अघि नै पनि आउन नछोड्नु होला स्यालेरीको एक्सपेक्टेसन पनि धेरै हाई पनि नगर्नु होला स्यालेरी एकदम लिमिटमा हुन्छ ओभरटाइम भनेको लगभग 0 नै हो लगभग पाइँदैन अन्तिम शिफ्ट छ भने कन्स्ट्रक्सनमा एकदम गाह्रो छ कन्स्ट्रक्सनमा जाडो छ तपाईको अहिले यतिकै जाडो भने एकदम लास्टै जाडो भइरहेछ जाडो नै छ हेर्नु तपाईको ल हामी जेब्रा क्रस गर्दैछौँ हामी जेब्रा क्रसमा छौँ है ल म बाटो क्रस गर्दैछु जेब्रा क्रसमा छ अलि छिटो हिँड्नुपर्छ जेब्रा क्रसमा छ सही हिँडिरहेको छौँ है साथीहरू ल हामी जेब्रा क्रस सिनमा आइरहेको छ
देखाएर छ यहाँनिर चाहिँ राम्रो छ जे होस् यस तपाईँहरू आउनु नै हुन्छ भने नम्बर छोड्नु होला अथवा मलाई यसमा कन्ट्याक्ट गर्नु होला ब्लगलाई चाहिँ फलो गर्न चाहिँ नबिर्सनु होला विशेष त सब्सक्राइब चाहिँ गर्नुहोस् होला गऱ्यो भने झन् योभन्दा राम्रो राम्रो ब्लगहरू यहाँको डिटेलहरू चाहिँ हामी म दिने नै गर्छु बेला बेला नयाँ नयाँ ठाउँ र ट्रेन यसरी गरिरहेको छ ट्रेन मेट्रो ट्रेनहरू चाहिँ यसरी दौडेर आउँछ ठाउँ ठाउँमा टेन्सन छैन जहाँ कोही जानलाई पनि हामीले मेट्रो ट्रेनहरू चाहिँ युज गर्नुपर्ने हुन्छ एकदम सजिलो जहाँ पनि पुग्न सकिन्छ सेङ्जेन कन्ट्री भइसकेपछि ल यसले मलाई यसले मलाई हरान लायो ल ठिक छ नेपाली भनेर होइन नेपाली भनेर चिनिसक्यो यसले होइन एकदम ल यसले मलाई हरान लायो ल नेपाली हो भनेर हात हल्लाइरहेछ ठिक छ होइन बवाल छ बवाल आउनुहोस् है साथीहरू बिचमा मेट्रो ट्रेन रेलको बाटो छ दायाँ बायाँ चाहिँ गाडीको छ यता फेरि साइड साइडमा चाहिँ फुटपाथ छ बाटोको स्टाइलहरू मेन्टेन गरेको छ है ल है साथीहरू ल ठिक छ है केही मनमा लागेको कुरा छ भने कमेन्टमा मलाई टेक्स्ट